त्यस्तै लिप्नु लिप्नु अनि धेरै नसबिरहनु त्यो सबै त्यसैले सुकेको हुन्छ अलि सुकाइदिनु छोरा नगर्नुस् त नैजान्छ बाबा उता त्यही त लिप्नु पर्यो अर्कैको दैलो कलकलाउँदै छोरीको हातमै हजुर खै त तयार हुने होइन ल छिटो नहुनु गुरुजीले देखिहाल्दा हाल्दै म तयार हुन्छु मैले सामान लिनु पठाएको हेर्नु त लिप्नु पर्यो अर्कैको दैलो कलकलाउँदै छोरीको हात मैलो हाम्रो त्यो लिपाउनु सिकाउनु न हजुरले जानेको मान्छेले हजुरले त गरिसकेको ऊ लिप्दै त छिन् बिचरा भयो धेरै पानी भयो 98 044 098 35 कसको पुछाजुको लिप्दिने पो हो कि पिङ्क कलर छ त फुल भयो क्या पुसाजुको के गर्नु त्यसरी गराइदिनु बाबुले सबभन्दा पहिला त माया ए त्यही बस्नुहोस् न यता बुझ्छ कि कता हुनुभयो कता हजुर ल उता हेर्नुहोस् अङ्कललाई हेर्नुहोस् कोतार चाहिँ नानी कोतार छ यहाँ त कति धार छ त्यसको कति यहाँ दिदीको कहाँ छ आन्टी ल्याएर उता उता अङ्कल ल्याएर बाबुले माथि दुईले मिलेर पिस्ने है त्यसलाई मिसाइ कोप चाहिँ नगर म यहाँ त्यस्तो हेर उता उता हेर उता त्यसलाई कान्छेले भाग लगाइदियो अब भाग लगाएर दिने तिमीले सबैलाई भाग लगाइदियो हो मात्र हो ट्याक्क जिउरा लाग्यो हो त्यसको फेरि अर्को हुँदैन फेरि 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 बुढी हो सट्टै खानु ल अब उहाँलाई खानालाई जस्तो राखेर खानालाई खानुहोस् बुढी दस्तुर राखेर होइन तल खुवाइदिनु कि खुवाइदिनु कसरी खुवाउने दस्तुर राखेर खुवाउने हो कि त्यसै खुलाउने हो कि देउरानी बहिनी मान्नुहुन्छ कि त्यसै के गर्नुहुन्छ ल खुलाउन कोसिस गर्नु न के हो र लाउन नि खुवाउने कि खुवाउनु पकाउनु के हो र
गराउनु न गराउनु यसो पर्छ कि पर्छ दिने हो सुन्न पहिला हो त टपरीमा राख्नु टपरीमा हाले दिनु न दुना होला नि दुना उता बस नि तिमी उता पूजाको सामग्री छ बाबा तिमी जाऊ न फकाउनु हजुरको जिम्मा हामीलाई के सोध्न मानिने होइन आफै फकाउने आफै फकाउने आफै फकाउनु त्यही त हामीले के भन्ने हामी त छैन कस्तो होला हजुर खुवाउनु न खुवाउनु न खुवाउनु न के खुलाउनु छैन ल अलि 1000 थप्दै ल भयो अब त मजाले खानुपर्छ दुल्हा राजा खुवाउन सक्नु भएन के खुवाउन सक्नु भएन त्यही त पैसा थपे नि पैसाले उनीहरु च्याट्टा हातमा लाग्छ खुवाउनु न के हो र खुवाउन सक्नु न हो खुलाउन नै भन्नु खुलाउने हो के खुलाउन नि खुलाउन यदि सपोर्ट ओके निकालेर खुवाउनु पर्छ आफूले निकालेर खुवाउनु नि मुखमा स्वाहा खानु दही खानु स्वाहा अहिले ढोक गर्दा नि होइन र पैसा दिने ढोक गरेर पैसा नदिकन यसो हेर्दै उस गर्ने जतिमा नि मान्ने चलन छ चलन छ हामी जतिमा नि मान्ने चलन जस्ट जोगिङको लागि हो कि यस्तो रमाइलोको लागि हो नाइ भन्ने त होइन त हकाउनै सक्नु होइन हाम्रो देवर बाबुले 5 रुपैयाँ राखेछ 10,000 राखेपछि हुन्छ कि एउटा मात्र नराख्ने त हुन्छ ट्याक्क 5 राखेपछि पुग्छ ल भयो खुसीले खाऊ है खुसीले खाऊ ल
माने माने देऊ त माने ल खिलाउन खिलाउन खुवाइदे फलाउन फलाउन जुटो खाएको देखेन पनि थाहा पाइन्छ नि फेरि खुलाउन न खुलाउन खिलाउनु के भयो अब पनि त उ गर्नु पर्यो नि सबै चिजमा उ गरेर हुँदैन खुलाउनु न खुलाउनु गर्नु हुँदैन के कुनै कुनै कुरा त त्यो गर्न पहिला आफै खान्छ हाम्रो पाला 5 रुपैयाँमा खाथे 10 रुपैयाँमा चल्दै आउँथ्यो नि त त्यो त तपाईको यहाँसम्म भनेर बाबु ए बाबु 1 रुपैयाँ किलो माछा ए टाढा टाढा थप है ए खानु खानु यो त उसको लागि एउटा चल्तीको लागि मात्रै हो कि देउरा बाबु पसे राख्दिनु के भोलिबाट सबै तिम्रै त हो नि भनेर तिम्रै हो सबै तिम्रै हो खाऊ खाऊ आश्रममा गरेको हो यो खुवाइदिन्थे नि त त्यही खाना खाने बेला आश्रममा गरेर गरेको हो यो यिनीहरू मेरी छोरी हो ठिकै छ एउटा हाँसो रङ हो यो भोलिबाट सबै तिम्रै हो के खाऊ पसे राख्दिनु के पसे राख्दिनु तिम्रै हो किन रोकाउ आऊ यता त्यो होइन ल ल फाइदा ल ताली बजा ताली ताली खानु ल खाऊ यताको भयो यताको भाग यताको भाग अर्को फेरि अर्को ल ठिक छ फेरि सबै बटुलेर त्यहाँ स्वरूप ल ताली मार ताली 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 आधी खाइ सबै नखाए होइन सिँगै खाइ न आधी ल अब फ्री खाने हो फ्रीमै यो दुला हाम्रो छोरा मान्छेले त खा त्यस्तो छ र अन्य हो भन्नु न जता गयो नि छोरा मान्छेको अधिकार छैन नानी बाहिर गयो त्यसमा हैन पछाडि उनले धोइदिने सबै ए बाउन तले हाम्रो कुरा अब हामी अब खुट्टीका लगाइदिने होला जल खाने खुट्टा ढोग्ने बाबुलाई यसैमा खाना दिने है खाना खाना दिँदाखेरि जल खान त उता हो के यहाँ छोरी खान्छ त घर है हामीले बस्छ होइन होइन ल गुड भेरी गुड अब यता कटौराले बनाइदिने त्यही राख्नु भयो दुलाल त्यही कटा राख त्यही कटरा त कहाँ हो चन्द्र कटौरामा दाल दिने कटोरामा दाल तरकारी राम्रो कुरा खानेकुराहरू दिने होइन जाँड रक्सी खानु नदिने फेरि कहिल्यै पनि नखाने उनलाई नि खानु नदिने एनिभर्सरी खाउला फेरि जाँड रक्सी त खाँदै खान्न यहाँ उ छ देखेन भाइ देखेन खै देखेन अन्ति गरौँ त यसो हो त्यही बसेर यसरी गरौँ न एउटा दुईटा यसरी हेर्दै यसरी हेर्के एउटा दुईटा यसरी निकाल्दै हेर्दै गर्छ यो के गर्नु ढुङ्गा होला नि त सेमसेम त्यही भएर होइन हजुर
मैले त भेट्टाएपछि निकाल्छु यसो गरौँ न घरि निकालेर देखाउँ न ढुङ्गै भए पनि देखाउँ न ढुङ्गै पानी देखायो के तिमीले निकाल ढुङ्गै हो कि भनेर भेटायो के ताली छोड फेरि उठेको होइन त त्यस्तै हो त्यस्तै हो अझै के भयो त अब त तिन बेला हार्छु होइन उहाँलाई आमालाई दिनु न सार्नाले भेटाउनु एकचोटि यो राख्छ भने यहाँ देखिन पर्छ सुपारी ढुङ्गा ढुङ्गालाई पनि सुधारी लाटो भएको रे कुन चाहिँ बाटो रहेछ त कसको धेरै थियो भने प्रमाणित गर्दै फेरि बस्ने काम गरेको सार्नारीको मुटु ठुलो रहेछ होइन सालले पहिला जितिहाल्नु भयो म पुरा उसमा छु दिदी अब त बुहारी पनि त आफ्नै बहिनी करे अरू घाट ठिक भएन बुहारी निकाल्नु पर्छ अब निकाल्ने दुलै ढुङ्गा निकाल यसो घरिघरि निकाल के यो भिडियोमा पनि आउनु पर्छ नि कपडा भिजाउनु हजुरले मैले त छोड्दिनँ मैले छोराको भन्दा बुहारीको सपोर्ट दिनु पर्ने यसो घरिघरि यसो देखाइदिए खानेदान तिनचोटि भएमा हालिहाल्छु होइन कस्तो महिना घुमाएरै छोड्दिनु